हाई एभ्रिवान नमस्ते। सो वेलकम छ हजुरहरूलाई मेरो बिहानीको ब्लगमा। सो मैले चाहिँ यहाँनिर देख्न सक्नुहुन्छ यसरी मैले चाहिँ दिदीले दिनुभएको फुल चाहिँ यहाँ यसरी सारेको एकदम मजाले सरेको छ है। यहाँनिर नमरिकन हेर्न सक्नुहुन्छ। अनि आज चाहिँ घाम यस्तो डरलाग्दो लागेको छ यहाँनिर हेर्नुहोस् है साथीहरू, यस्तो डरलाग्दो लागिरहेको छ। र म चाहिँ ड्युटीबाट आएर चाहिँ नुहाइदिए गरेर चाहिँ अनि यहाँनिर मैले गुडिया धोएर सुकाइरहेको थिएँ नि, यो पनि सुक्यो है। अब यसलाई चाहिँ म भित्र लगेर राख्छु साथीहरू होइन। अन्त आज चाहिँ म दोकान जानुपर्ने छ है मेरो सामानहरू केहरू ल्याउनुको लागि। र अब चाहिँ भने म चाहिँ दोकान गएको अनि यहाँ चाहिँ मेरो बुढा पनि म पनि जान्छु भनेर भन्नुहुँदैछ होइन। यहाँनिर हेर्नुहोस् है मलाई पछ्याउनु हुँदैछ होइन। अन्त पर्दैन जानु, बस्नु न रुममै भनेको, यहाँनिर जान्छु नि म पनि, म एक्लै के गर्नु भनेर चाहिँ मेरो पछि पछि आउनु हुँदैछ हेर्नुहोस् है। यहाँनिर म पनि यहाँ सुतेर एकदम मोटाइसकेँ, म पनि हिँड्छु नि भनेर भन्नुहुँदैछ होइन। लु जाउँ न त्यसो भनेर चाहिँ अनि जाँदै गरेको। र हामीहरू चाहिँ यो भित्ताको दोकानमा जाँदै गरेको। अनि यहाँ भाबीकोबाट चाहिँ केही सामानहरू लानुपर्ने छ मैले चाहिँ। ये मेरा गाड़ी है, ये मेरा गाड़ी है। नहीं ये मेरा है। छोड़ो 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 छोड़ो, नीचे उतरो। बाय बाय। र मैले चाहिँ यहाँनिर एउटै मात्रै सामान पाएँ, अर्को सामान पाइनँ। अब म चाहिँ पर जानुपर्ने हुन्छ दोकानमा। अनि यहाँ चाहिँ म सटक क्रस गरिसकेँ। अनि मेरो बुढा चाहिँ यहाँनिर पछि पछि आउनु हुँदै थियो र पनि। र मैले चाहिँ नआउनु न, तपाईँ चाहिँ तल रुममै गएर सुत्नु, यस्तो घाममा चाहिँ किन आउनु भएको भनेको। हिँड्छु म पनि, तिमी पनि हिँड्दैछ घाममा, म पनि हिँड्छ भनेर चाहिँ यहाँ हेर्नुहोस् है झन् छिटो छिटो आउनु हुँदैछ मेरो पछि पछि। अनि यस्तो घाम भने चाहिँ टन टन लागिरहेको थियो। र मेरो बुढाले चाहिँ तिमीले साह्रो भन्यो गएको भनेर चाहिँ फर्किनु भयो। अनि र म चाहिँ फटाफटी दिदीको दोकान पनि आइपुगेँ साथीहरू। अनि यहाँ देख्न सक्नुहुन्छ। र म चाहिँ आइपुगेर पनि निकै बेर बसेर बादमा मात्रै गरेको यो भिडियो चाहिँ। अन्त यहाँ चाहिँ मलाई दिदीले चिया दिनुभएको थियो, अन्त म चाहिँ चिया खाँदै खाँदै दोकानमा चाहिँ बसिदिएँ। र यहाँनिर चाहिँ साडी उन्नेहरू पनि पाउँछ, यहाँनिर देख्न सक्नुहुन्छ डिजाइनको। मलाई चाहिँ नाम पनि याद भएन हो। यहाँ देख्न सक्नुहुन्छ एकदम दामी दामी आएको छ है। यदि हजुरहरूलाई चाहिएको छ भने चाहिँ यहाँ दिदीको दोकानमा आएर लिनु सक्नुहुन्छ तपाईँहरूले। एकदम दामी दामी आएको छ। लु हेर्नुहोस् है, यहाँनिर हेर्नुहोस् है। र यहाँ चाहिँ नानीहरूले लाउनुको लागि चाहिँ हेर्नुहोस् है, बो पनि एकदम दामी दामी आएको छ। केसमा पछाडि लाउँछ नि अहिले है। अनि यो देखाउँदा देखाउँदा स्कुल बस पनि आइपुगेछ। अनि यहाँ हेर्नुहोस् न डार्क ग्रिन, मलाई चाहिँ सबै कलर मन पर्यो एकदमै है। मलाई पनि लाउनु मन पर्यो साथीहरू। हेर्नुहोस् न, यदि हजुरहरूलाई चाहिएको छ भने चाहिँ यहाँ दिदीको दोकानमा आउनुहोस्, यहाँ सबै पाइहाल्नुहुन्छ। ब्ल्याक भयो, येल्लो भयो, व्हाइट, रेड सबै पाउनुहुन्छ है। तपाईँहरूको नानीहरूलाई ग्रिन डे, रेड डे, ब्लू डे आयो भने चाहिँ यहाँ आउनुहोस् है। र मेरो सामानहरू चाहिँ अघि नै मेरो बुढाले लगिदिइसक्नु भएको छ। र म चाहिँ अब जाँदै गरेको रुमतर्फ। ल त साथीहरू भेट्दै गरौँ नेक्स्ट भिडियोमा। सो अहिलेलाई चाहिँ बाई सबैजनालाई, हेभ अ नाइस डे।